साथीहरु फेसबुक मेसेन्जरमा तपाईलाई कुनै पनि साथीले कल गरेर एसएमएस गरेर हैरान बनाउनु भएको छ भने अब तपाईले सजिलैसँग उक्त व्यक्तिको कल र एसएमएस नआउने बनाउन सक्नुहुनेछ। तपाईले उक्त साथीलाई ब्लक नगरिकन उक्त साथीको कल र एसएमएस नआउने बनाउन चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। अब त्यसका लागि तपाईले आफ्नो फेसबुक मेसेन्जरलाई ओपन गर्नुहोस्। ओपन गरेपछि तपाईको यहाँ सबै साथीहरु देखाएको छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब तपाईले कुन चाहिँ साथीको फोन कल र एसएमएस नआओस् भन्न चाहनुहुन्छ उक्त साथीलाई तपाई यहाँबाट सिलेक्ट गर्नुहोस्। जस्तो कि मैले यो सिलेक्ट गरे। अब यो सिलेक्ट गरेपछि यो व्यक्तिको कल र एसएमएस नआओस् भन्न चाहनुहुन्छ भने तपाईले यहाँ आई आइकनमा क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि हल्का यसलाई माथि सार्नुहोस् यसरी। अब माथि सारिसकेपछि तपाईले तल देख्न सक्नुहुन्छ रिस्ट्रिक्ट अप्सन, जस्ट तपाईले यहाँ टच गर्नुहोस्। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ उक्त साथीले गरेको एसएमएस र कल तपाईको मोबाइलमा आउँदैन। तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब म ब्याक गरेर देखाउने छु। जस्ट उक्त साथी यहाँबाट हटिसकेको छ र तपाईलाई उक्त साथीको कल र एसएमएस आउँदैन। अब केही समयपछि उक्त व्यक्तिसँग कुराकानी गर्न मन लाग्यो भने तपाईले फेरि पनि कुराकानी र एसएमएस गर्न सक्नुहुनेछ। अब त्यसका लागि तपाईले यतापट्टि मेनुमा क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईले यहाँ सेटिङमा क्लिक गर्नुहोस्। अब सेटिङमा क्लिक गरेपछि हल्का यसलाई माथि सार्नुहोस्। अब माथि सारिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ प्राइभेसी एन्ड सेफ्टी भन्ने अप्सन, यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि हल्का यसलाई फेरि माथि सार्नुहोस्। अब माथि सारिसकेपछि तपाईले यहाँ रेस्ट्रिक्टेड प्रोफाइल भन्ने अप्सन देख्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नुहोस्। अब तपाईले यहाँ जुन व्यक्तिलाई अहिले तपाईले रेस्ट्रिक्टेड गर्नु भएको छ उक्त व्यक्तिको यहाँ प्रोफाइल देखाउँछ, यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि जस्ट फेरि यसलाई तपाईले यहाँ कन्टिन्युमा क्लिक गर्नुहोस् र कन्टिन्युमा क्लिक गरेपछि तपाईले अनरेस्ट्रिक्टेड गरिदिनुस्। अब अनरेस्ट्रिक्टेड गर्न साथै उक्त व्यक्तिसँग तपाई फेरि जोडिनुहुन्छ र फेरि पनि कुराकानी गर्न सक्नुहुन्छ अथवा उक्त व्यक्तिले तपाईलाई सजिलैसँग अब फेरि पनि एसएमएस कलहरु गर्न सक्छ। तपाईले यहाँ ब्याक गरेर हेर्न सक्नुहुनेछ। उक्त व्यक्ति यहाँ आइसकेको छ हो। यसैगरी तपाईले सजिलैसँग तपाईको मेसेन्जरमा कुनै पनि व्यक्तिले कल गरिरहेको छ अथवा एसएमएस गरेर हैरान दिइरहेको छ भने यसरी तपाईले सजिलैसँग बन्द गर्न सक्नुहुनेछ। उक्त व्यक्तिलाई जानकारी पनि हुँदैन र तपाईले उक्त व्यक्तिलाई ब्लक नगरिकन उक्त व्यक्तिको एसएमएस र कलहरु तपाईले नआउने बनाउन सक्नुहुनेछ। त्यसैगरी तपाईले उक्त व्यक्तिसँग कुराकानी गर्न चाहनुभयो भने तपाईले सजिलैसँग यसैगरी अन गरेर फेरि पनि कुराकानी गर्न सक्नुहुनेछ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन पराउन लाइक गरिदिनु होला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर दिस भिडियो वाचिङ।